नमस्कार, म जीवन लामिछाने आतिखर्का। म आज हजुरहरूलाई यही सामाजिक सञ्जाल मार्फत एउटा कुरा भन्न गइरहेको छु। आउँदो यही वैशाख 31 गते हाम्रो महालक्ष्मी नगरपालिका वार्ड नम्बर 6 पिपल डाँडा स्थित मैले पहिलेदेखि भिडियो बनाउँदै अलिअलि यसो गाउँको भाइहरूलाई विशेष गरी सुरेश भाइलाई त्यो अब डाँडा भनौँ न, भाइरल डाँडा भनेर टिकटक बनाउँथे। त्यो डाँडालाई चाहिँ यसो बनाउनु पर्छ भाइ, अब सबैले चिन्ने ठाउँ बनाउनु पर्छ भनेर सल्लाह गरेको थिएँ। अनि अब भाइहरूले अहिले गर्दै आउनु भएछ, राम्रो बनाउँदै जानुभएछ। त्यो दिन चाहिँ सबैजना उपस्थित, म नि जानेछु र सबैजना उपस्थित भएर यसो अब भलाकुसारी भनौँ न, अब खासै ठुलो त केही छैन, भलाकुसारी गर्नुपर्छ त्यो डाँडामा, यसो अब पिपल डाँडामा बसेर भनेर सल्लाह गरेको हुनाले म पनि आउनेछु। उपस्थित भएर सबैजना आइदिनु होला। एक दिन बसेर अब भनौँ न, अब आफ्नो बिजी के हुन्छ, सबै काम छोडेर भए पनि अब एक दिन उपस्थित भएर रमाइलो गर्नुपर्छ भन्ने आशा राखिरहेछु। हस् त, सबैजना भेला हुनुपर्छ यो सामाजिक सञ्जाल मार्फत भन्ने भए म पनि जानेमा, सुरेश भाइ लगायत बाँसपानीको अब भनौँ न सम्पूर्ण साथीहरू नि भेला भइदिनु होला। हस्, धन्यवाद।